सूर्य हुनुहुन्छ जस्तो लाग्यो है। तपाईहरु आफै पहिचान गर्नु होला। अब यो हिँडेर घुमेर साथ देखाइने जस्तो छ। कुरै कुरो पनि छन् हेर्नु यहाँ बाटोमा। आमा भनेर भनेको उहाँ हेर्नु। उ त्यहाँबाट त छिर्ने हो कि क्या हो है उहाँ तपोवनको जस्तै। उ त्यो बाटो मान्छे छिर्ने हो कि क्या तपोवनमा पनि त्यस्तै छ। यो कान हेर्नु यहाँ आमाको कान। यतापट्टि आमाले बनाउनु भएको रे। हेर्नु फ्रान्सिनी एकजना अब महिलाको उ छ जस्तो छ यो चाहिँ है। अब यो कुरै कुरो पनि छ। धेरै पनि रहेछन्। सबै ढुङ्गाहरू कहाँबाट लिएर आएको। अब तपोवनमा त्यो ढुङ्गाको पालबाट त्यस्तो ढुङ्गाबाट छिर्ने हो नि त। यो पनि त्यस्तै हो कि यो विभिन्न ठाउँबाट लिएर आयो कि यहीँ लिएर आएर ढुङ्गा कुजेर बनायो कि के हो जे होस्। आज गाउँ चार्ने क्रममा यहाँतिर आइपुग्या भएर यो बाटो चाहिँ छिर्ने नै होला के। गर्भाशय आमाको गर्भाशय पक्कै पनि हो। किन नसक्नु तपोवनको त्यस्तो बाटो छिरिन्छ भने यो पनि छिर्ने नै हो। बताउने मान्छे कोही छैन। यस्तो चिप्लो छ चिप्लो भएपछि छिर्ने हो क्या यो। अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला 2069 सुक्ताकला लक्ष्मी भुजेलको तर्फबाट रहेछ यो। किन नसक्नु हो। हे तेरी गरे ल म छिरिहाल्छु। जे होला होला लाउनुस्। यताबाट कि उताबाट गइस। तर खुट्टा चाहिँ तल उ गर्नै अप्ठ्यारो रहेछ कि। झर्नै अप्ठ्यारो। पहिला खुट्टा सारेर झर्नु यस्तो गरेर। बिस्तारै साथी अड्किनु होला। अग्लो के हाम्रो साथी चाहिँ यहाँ छिर्दै हुनुहुन्छ हेर्नुस्। टिकटक त्यो बन्द गर्नु।